Music Nepal. Entertainment Unlimited.
बेला भयो बाबु घर जाने बाबु घर जाने बाबु घर जाने बाबु घर जाने बेला भयो भोलि पनि खेलौ है ल हुन्छ जाने बेला भयो बाबु खाजा खाने बेला भयो बाबु खाजा खाने बेला भयो बाबु खाजा खाने बेला भयो ओके डार्लिङ एकछिन पखन ए के गरेको तिमीले त यो खानुपर्छ खै छोड छोड बाबु बाबु हात धुनु पर्छ बाबु बाबु हात धुनु पर्छ बाबु बाबु हामीले हात धुनु पर्छ गुड स्वीट गर्ल दुवैजना हात धोएर खाने अनि सपिङ जानुपर्छ हामी आज सपिङ जाने हामी सपिङ जाने ल आज हामी सपिङ जाने आज हामी सपिङ जाने हेलो आज अलि छिटो गर्नु न बच्चाहरूको सपिङ गर्नु छ ओके तिमीहरू रेडी हुँदै गर म आउँछु नि त छिटो न नानी कराइसक्नु भो ओके बाबा म आइहाल्छु मामु मामु अब हामी कहाँ जाने अब हामी घर जाने मामु अनि दिदी खै त लौ न काहीँ खोज्नुहोस् नानी छैन त्यो सानो बालिका होइन त्यो आफै आउँछ लाउनु समाउनुहोस् म खोज्न जान्छु
नानी उठ्नुहोस्, घर जाने बेला भइसक्यो। घर जाने बेला भयो, घर जाने बेला भयो, घर जाने बेला भयो, घर जाने बेला भयो। मान्छेहरू कोही राम्रो छैन, अब म कहिले नि आउँदिनँ, अब म कहिले नि आउँदिनँ। मान्छेहरू यहाँ सबै नराम्रो छ, अब म यहाँ कहिले नि आउँदिनँ, अब म आउँदिनँ। मान्छेहरू कोही राम्रो छैन, अब म कहिले नि आउँदिनँ, अब म कहिले नि आउँदिनँ। मान्छेहरू यहाँ सबै नराम्रो छ। पापा दिदी आउनुभयो। अब म कहिले नि आउँदिनँ। दिदी आइसक्रिम। आइसक्रिम? नाइ, म पनि खाने आइसक्रिम। नाइ, तिन हाम्रो पापाले किनिदिनु भयो। नाइ, म पनि खाने आइसक्रिम, म पनि खाने आइसक्रिम। नाइ, म पनि खाने आइसक्रिम, म पनि खाने। नाइ, म पनि खाने आइसक्रिम। साउजी आइसक्रिम छ, 2टा दिनुस् त। म पनि खाने आइसक्रिम, म पनि खाने आइसक्रिम। दिनुहुन्छ, उहाँ दाइले दिनुहुन्छ। आहा, कति मिठो आइसक्रिम, कति मिठो आइसक्रिम। आउनु जाउँ। ऋषिका, तिमीले ललितालाई धेरै माया गर्दैछौ। यत्रो भइसक्यो, केटीले आफै गर्न सक्छ नि। नानीलाई हेर्ने हाम्रो कर्तव्य होइन र? तपाईँ चाहनुहुन्न भने नगर्नुहोस्। ओके बाबा, ओके। अब त भयो। हामी घर जाने, हामी घर जाने। Attention please. वास्तवमा आज म एकदमै खुसी छु। सायद यो खुसीको दिन तपाईहरूको पनि अवश्य आउनेछ। यो हरेक बुबा आमाहरूको भाग्यको कुरा हो। यो कुरा व्यतीत गरिरहनु पर्दैन। जीवन एक रङ्गमञ्च हो। रङ्गमञ्चमा अभिनय गरी जीवन जिउनको लागि जन्म, कर्म र रीतिरिवाजलाई आत्मसात गरी अघि बढ्नु पर्दो रहेछ। जीवन एक चक्रव्यूह। तपाईँ, म अनि सम्पूर्ण मानव प्राणी सबैको आफ्आफ्नो प्राकृतिक क्रियाकलाप यो त सबैले पालना गर्नै पर्दो रहेछ। मन त कसको हुँदैन र? 20औं वर्षसम्म आफ्नो काखमा ताहे ताहे भन्दै हुर्काएको बच्चा आज 20औं वर्ष पुगेछ। मलाई त मेरी छोरी अझै पनि यति सानो लाग्छ, यति सानो। आज यो मुटुको टुक्रा एकाएक पराईलाई आफन्त ठानी सुम्पनु पर्दा कुन बाबु आमालाई पीडा नहोला र? तर यो अर्थमा म खुसी पनि छु। मेरो एउटै मात्र बालपनदेखिको साथी, बुद्ध फिल्म्स प्रोडक्सनको फाउन्डर, सङ्गीत नेपालको चिफ अनि ट्रु गाइड एन्ड विल भिजनको बिजनेस पार्टनर श्री रामजी सिंहसँग भावनात्मक अनि आत्मिक सम्बन्धले मात्र हामी नजिक थियौँ। नाताले पनि पराई आफन्त भएको कुरा यहाँहरू माझ मैले राखेको छु। प्रश्न चिन्ह उठाउनु पर्दैन तपाईहरूले। 1900 वसन्त अघिदेखि काखमा खेलाएको सानो छोरी पवित्र। मेरी छोरी आज 1900 वसन्त पार गरेर 20औं वसन्तमा मेरो घरलाई जन्मघरमा सीमित राखेर
कर्मघरको रूपमा श्री रामजी सिंहको जेठो सुपुत्र इन्टरनेसनल जगतमा उसुमा राष्ट्रिय पदक जित्न सफल नेपालको एकमात्र तारा सतीश राई। श्री सतीश राईको हातमा सुम्पिएको अवसरमा यस पार्टीको आयोजना गरेको हो। आज मलाई किन यस्तो भइरहेछ थाहा छैन। फेरि त्यो सतीशको त्योसँग मेरो पुरानो सम्बन्ध मात्र थियो जस्तो लाग्छ। किन मलाई झझल्को मात्र आइरहन्छ उसको। आखिर को हो ऊ? किन आइरहन्छ झझल्को मलाई उसको? यो हुन सक्दैन। आखिर उहाँ मेरो हुनेवाला भेनाजु हो। तर मलाई किन यस्तो भइरहेको छ? यत्रो भइसक्यो केटीले आफै गर्न सक्छ नि। नानीलाई हेर्ने हाम्रो कर्तव्य होइन र? तपाईँ चाहनुहुन्न भने नगर्नुहोस्। मेरो दिदी पवित्र वास्तवमा निर्दोष छिन्। मेरी दिदी पाउने मान्छे पनि भाग्यमानी नै हुनुपर्छ। जसले मेरी दिदी जस्ती देवीलाई अर्धाङ्गिनीको रूपमा पाएको छ, वास्तवमा मेरी दिदी जस्ती पाउने मान्छे पनि भाग्यमानी नै हुनुपर्छ। तर किन मलाई उसकै हुनेवालाको मात्र झल्को आइरहन्छ? हे भगवान, किन किन? ललिता, तिमी के सोचेर बसेको? नै मैले केही सोचेको छैन।
नानु तपाईँलाई के भएको? लिनु चिया लिनु। लिनु न। के तिमी आफ्नो जिन्दगीलाई बिर्सन सक्छौ? म बर्बाद हुन दिन्न। मैले जसरी भए पनि भन्नै पर्छ, म बर्बाद हुन दिन्न। नै, म बर्बाद हुन दिन्न। वेलकम मिस ललिता, वेलकम। मिस्टर गुन्जनको एक्लै बहिनी, तिमीलाई केही भएको छैन नि? केही भएको छैन नि? सन्चै छ नि? सन्चै छ नि? तिमीसँग हाम्रो केही लिँदिन छैन। तर के रे त्यो छ नि तिम्रो गुन्जन दाइ छ नि, त्यसको अलि भेजा खराब छ भने हामीसँग टक्कर लिँदा के हुन्छ भन्ने केही कुरै थाहा छैन त्यसलाई। केही त्यसले सोध्दै सोध्दैन अनि हामीलाई यस्तै गर्न बाध्य गराउँछ। तिमी आफ्नो दाइलाई माया गर्छौ नि, होइन होइन होइन? अनि तिम्रो दाइले पनि तिमीलाई माया गर्छ नि, होइन? यो हुनै सक्दैन। त्यसले तँलाई सम्पत्तिको लागि भए पनि त्यसले माया गर्छ। तँलाई विश्वास लागेन? ए शेट, कस्तो अबुझ साला त्यो मान्छे। सायद त्यसको ग्रह अलिक चाकिँदैछ साला। हेलो, बोल 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 बोल। नागराज दादा मलाई यहाँ 4-5 जनाले समाधि रहेको छ। हेलो हेलो, नागराज मलाई यहाँ नागराजको केटाहरूले किडन्याप। सुन्यो नि त? हेलो, को तपाईँ? हेलो, चिन्छस्? याद छ नि दिन 2066 साल 12 को महिना 19 गते। ओ नागराज, भन आज तँलाई के सहयोग गर्नु पर्छ? मिस्टर गुन्जन, तेरी प्यारी बहिनी ललिता
मेरो कब्जामा छ। यदि ललिता सकुशल चाहन्छस् भने मैले मागे जति फिरौती रकम लिएर आउनुपर्छ। यदि सही सलामत फिरौती रकम सहित त यहाँ आइपुग्छस् भने तेरी यो एक्लै बहिनी बलिद्रित भएर मर्नेछ। होइन होइन त्यसो नभन्नुहोस् हजुर, उन मेरो एक्लै बहिनी हो, एक्लै बहिनी हो, प्लिज। गुड, बल्ल त आज नागराजको जालमा परिस्। सरी मिस्टर नागराज, म तँलाई कसरी धन्यवाद दिउँ ताकि म माथि लागेको गुण चुक्ता होस्। काम गर्छौ, बुद्धि पुर्याउँदैनौ, आकाशको तारा गर्ने कुवाको भ्याकुता हौ तिमीहरू। वास्तवमा ललिता मेरी बहिनी होइन, उनी त मेरी आमाले हस्पिटलबाट उठाएर ल्याएकी एक अनाथ केटी हो। चाहे त्यसलाई पूजा गर चाहे बलात्कार, मलाई कुनै फरक पर्दैन। गुन्जन, तैँले किन भन्नुहोस् त अनाथ होस् भनेर मेरो सारा प्लानहरू चौपट भयो। किन तँ कहाँ बस्छ र के गर्छ? यी सब चालिनु मात्र मलाई 2 वर्ष लाग्यो, 2 वर्ष। केटा हो, यसलाई यो टोलको बिच चटाकमा लिएर जा। नहीं माना छैन, नहीं माना छैन। माना छैन, माना छैन दाइ, मलाई छोडिदिनु। माना छैन, माना छैन, मलाई के पनि नगर्नु, मलाई के पनि नगर्नु। मलाई के पनि नगर्नु।
नसुन्नुहोस् न प्लिज। मूर्ख बालिके, बुढो भए पनि बाघ हो बाघ। मान्दैन 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 नै नै मान्दैन मान्दैन मान्दैन। कसले भन्यो तिमीलाई अनाथ? म अनाथ होइन, म अनाथ होइन। हो मानाथ रहेछु, मानाथ रहेछु, म मानाथ रहेछु।
हो मानत रहेछु हो मानत रहेछु मानत रहेछु हो मानत रहेछु यदि सक्नुहुन्छ भने एउटा कुरा भन्नु तपाईलाई। भन न के कुरा हो? अबदेखि तपाईले गुण्डागर्दी गर्न छरिदिनुस्। यस यु आर राइट। मैले गुण्डागर्दी गरेँ अनि जसले बीच सडकमा दुनियाँको अगाडि आफूले लगाएको लुगा च्यातेर नाङ्गे नचाउन खोजे नि तिनीहरूले चाहिँ गुण्डागर्दी गरेनन्। वाह, त्यतिखेर मैले पनि तेस्रो व्यक्तिले चाहिँ ताली बजाएर हेर्नु मेरो कर्तव्य थियो। मेरो मतलब तपाईले झगडा गरेको सुहाउँदैन। यदि तपाईले झगडा गर्नुभयो भने मेरो दिदी खुसी हुन सक्दैन। एउटा नारीले आफ्नो सिन्दुरले नराम्रो भएको हेर्न कहिले सक्दैन। यो संसारमा आफूले चाहेको के नै पाइन्छ र? मतलब तपाईँ मैले आफ्नो यथार्थलाई भुलेर वास्तविक जीवन खोज्दैछु। पवित्र पनि मेरो खुसी होइन। 9 महिनासम्म गर्भमा राखेर जन्म दिने आमाको खुसी मात्र मेटाउन खोजेको। म को हो? मेरो आमाले मलाई यस्तो अपुरो जन्म किन दियो? पापा, मेरो पापा को हो? कसले दियो मलाई जन्म? कसलाई भनौँ म पापा? के हो मेरो परिचय? वास्तवमा ललिता मेरी बहिनी होइन। उनी त मेरी आमाले हस्पिटलबाट उठाएर ल्याएकी एक अनाथ केटी हो। मलाई किन अनाथ बनायो? किन? म को हुँ? मैले आफ्नो यथार्थलाई भुलेर वास्तविक जीवन खोज्दैछु। हो, म मेरो परिचय म आफै खोज्छु। म आफै खोज्छु। यो संसारमा आफूले चाहेको के नै पाइन्छ र? मैले आफ्नो यथार्थलाई भुलेर वास्तविक जीवन खोज्दैछु। पवित्र पनि मेरो खुसी होइन। 9 महिनासम्म गर्भमा राखेर जन्म दिने आमाको खुसी मात्र मेटाउन खोजेको। यस यु आर राइट। मैले गुण्डागर्दी गरेँ अनि जसले बीच सडकमा दुनियाँको अगाडि आफूले लगाएको लुगा च्यातेर नाङ्गे नचाउन खोजे नि तिनीहरूले चाहिँ गुण्डागर्दी गरेनन्। वाह,
चाहनाले परेली भिजाई अधुरो नदीमा तरायो नि साथी उही चाहनाले परेली भिजाई अधुरो नदीमा तरायो नि साथी बालापनदेखि पालन पोषण गरेर हुर्काएको आमा बाबुको मन राख्न मात्रै मैले पवित्रसँग बिहे गर्न खोजेको। मेरो खुसीको मान्छेको नाम सुन्न सक्छौ? मैले जीवनमा कोहीसँग माया गाँसिसकेको छु। उसको मायालाई म अंश बन्दा गर्न चाहन्न। यदि मैले चाहेको केटीको नाम सुन्न चाहन्छौ भने ललिता 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 ललिता। बालापनदेखि पालन पोषण गरेर हुर्काएको आमा बाबुको मन राख्न मात्रै मैले पवित्रसँग बिहे गर्न खोजेको। मेरो खुसीको मान्छेको नाम सुन्न सक्छौ? मैले जीवनमा कोहीसँग माया गाँसिसकेको छु। उसको मायालाई म अंश बन्दा गर्न चाहन्न। यदि मैले चाहेको केटीको नाम सुन्न चाहन्छौ भने ललिता 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 ललिता। वास्तवमा ललिता मेरी बहिनी होइन। उनी त मेरी आमाले हस्पिटलबाट उठाएर ल्याएकी एक अनाथ केटी हो। गुन्जन, तैँले किन भन्नुहोस् त अनाथ होस् भनेर मेरो सारा प्लानहरू चौपट भयो। किन त कहाँ बस्छ र के गर्छ यी सब चाल हिँड्नु मात्र मलाई 2 वर्ष लाग्यो। 2 वर्ष केटा हो, यसलाई यो टोलको 20 चटाकमा लिएर जा। कति मिठो आइसक्रिम, कति मिठो आइसक्रिम। आउनु जाऊ। यस, यु आर राइट। मैले गुण्डागर्दी गरेँ अनि जसले बीच सडकमा दुनियाँको अगाडि आफूले लगाएको लुगा च्यातेर नाङ्गी नचाउन खोजे नि, तिनीहरूले चाहिँ गुण्डागर्दी गरेनन्। वाह, त्यतिखेर मैले पनि तेस्रो व्यक्तिले चाहिँ
ताली बजाएर हेर्नु मेरो कर्तव्य थियो। हामी आज सपिङ जाने ल। आज हामी सपिङ जाने। आज हामी मनी सपिङ जाने। मैले आफ्नो यथार्थलाई भुलेर वास्तविक जीवन खोज्दैछु। तपाईले मलाई बोलाउनु भएको हो? होइन। ओ आइ एम सरी। ललिता, तिमी यहाँ के गर्दैछौ? यसले मलाई चिन्छ जस्तो छ। मसँग होइन, म पनि एक्लै छु। सायद मेरो परिचय यहीसँग होला। तिमीलाई सबै कुरा घरमै गएर बताउँछु। दिदी अलि छिटो गर्नुहोस् न। जान्छौ या जाँदैनौ? तपाईले मलाई कहिलेदेखि चिन्नुहुन्छ? तिमीसँगको परिचय अलि गम्भीर छ ललिता। सायद तिमीलाई मैले नचिन्न सक्थे,
जीवनमा मैले पनि कसैले माया गरेको थिएँ। त्यो समय हाई सतीश। हाई। कता जान लागेको? म साइबरसम्म। गाडी पनि आयो, मलाई अलिक हतार छ, जान्छु है। बाई। बाई। हरेक दिन प्रत्येक बहाना गरेर उसको बाटो कुर्थे। ऊ पनि प्रत्येक दिन त्यही बाटो आउँथ्यो। त्यही क्रममा भ्यालेन्टाइन डेको दिन थियो। सतीश। ओ हाई। सतीश। 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 कुरा के हो भने नि? वाट्सअप। के म तिम्रो साथी होइन र? टेल मी। तिमी मलाई अपनाउन सक्छौ? यु मिन? यस, आई मिन लभ। तर सरिता, म अरू कुनै केटीसँग प्रेम गर्छु। नाइ, सतीश अरू कसैको नदिनु। सतीश मेरो, मात्र मेरो। नाइ, यदि सतीश मेरो भएन भने म अरू कसैको नदिनु। सतीशलाई मैले पाउनै पर्छ। नाइ। मलाई कहिले पनि नछोड ल।
तिमीमा हराइरहन पाऊँ। यस्तै माया गरिराखला, अन्तिम साससम्म तिम्रै नाम दिऊ। सम्पत्तिको नाममा भन्ने हो भने नेटवर्किङ कम्पनीको एक मात्र छोरी। सम्पत्तिको नाममा भन्ने हो भने मेरो नेटवर्किङ कम्पनीको एक मात्र छोरी। सायद यो कुरा त्यो केटीलाई थाहा थिएन। भन्नुस् गुन्जनजी, के काम परेर बोलाउनु भयो? गुरु, कामै नभई तपाईँलाई किन बोलाउँथे? काम हुन्छ। यो त आफ्नी बहिनी होइन र? सौतेनी आमा कि छोरी, फेरि यसमा नातावादको कुरै आउँदैन। को पराई को आफन्त। वाह, कति राम्रो कुरा गर्नुहुन्छ तपाईँ।
सुपारीको ताउल काम कहिले हुनुपर्छ? जति सक्दो चाँडो। डबल। शिकार चाहिँ 2 जना। 100 ओभर। अहिलेको लागि पेप्सी, बाँकी चेकमा कि क्यासमा? क्यास। काम भएको 1 घन्टाभित्रमा। अहिले म जान्छु। बेस्ट अफ लक। थ्याङ्क्स। दम छ भने अगाडि बढेर हेर। ललिता ललिता साला काम तमाम भयो। जाऊ समुद्र फ्याउँदै 2 जनालाई। गुन्जन तेरो काम तमाम भयो। थ्याङ्क्स ब्रो। तपाईँ मेरो नेटवर्कमा आउनुहोस्। तपाईँको क्यास
रेडी छ। आजदेखि यो कम्पनीको एकलौटी मालिक मिस्टर गुन्जन। बुढा जिउँदैछ कि मरेछ? जिउँदै जस्तो छ, हस्पिटल लानु पर्यो। त्यहाँदेखि त अरू केही थाहा भएन। एक दिन पत्रकारको नाताले त्यही बाटो जाँदै थिएँ। त्यही बुढाबुढीलाई सोध्नु पर्यो भनेर गएँ। त्यहाँ त थुप्रै मान्छेको भिड रहेछ। के भएर यस्तो भएछ दाइ? खै एक हप्ता अगाडि मन लागेको एउटा केटीलाई यी बुढाबुढीले हस्पिटल लगेर उपचार गरेछन्। त्यसलाई उपचार गर्नको लागि बुढाबुढीले लग्यो भनेर हिजो 9-10 जना केटाहरू आएर मारेर राखेको भन्छन्। म त त्यहाँबाट फर्केर आएँ। अरू कुरा त थाहा हुने कुरै भएन। तर पछि थाहा भयो सतीश राष्ट्रिय व्यक्ति भएछ। नेपालको तारा, उसको खेलाडी।
उही चाहनाले परेली भिजाई अधुरो नदीमा तरायो नि साथी उही चाहनाले परेली भिजाई अधुरो नदीमा तरायो नि साथी अब हामी फर्केर कहिले भेट्ने छैनौ। ललिता यो तिमीले के भने कि सायद यो भुल्नुहुन्न हामीले के तिमी मेरो भिनाजु हो। मैले वर्तमानलाई लिएर भूतलाई लत्याउनु हुँदैन। दिदीको खुसी नै मेरो खुसी हो। तर म तिमीलाई माया गर्छु। तर म मेरो दिदीको खुसी खोज्न चाहन्न। तर म तिमीलाई खुसी देख्न चाहन्छु। दिदीको खुसी नै मेरो खुसी हो। सतीश सतीश तिम्रो तर दिदी सतीश मेरो कल्पना हो तिम्रो वास्तविक। मलाई त्यतिखेर नै लागेको थियो जतिखेर यो औठी तिम्रो हातमा परेको थियो। यो औठी मैले न तिमीले लाउनुपर्छ। यो औठी कहिले पनि नखोला है। मैले अहिलेसम्म खोलेको छैन। दिदी दिदी अब तिम्रो मिसन माने 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 आखिर तो कोस चिनिनस् ललिता याद गर जुन दिन तैले सतीश र मलाई ललिता ललिता मलाई माफ गर। अबदेखि म सुपारी लिने काम कहिले गर्दिनँ। यस्तो धन्दा अब म कहिले गर्दिनँ। मलाई माफ गर।
हेलो मर्छन् मर्छन् कोही मर्छन् कोही खुसीले रुन्छन् कोही दुःखले हाँस्छन् तर यदि मेरो फिरौती रकम पाएन भने तेरो यो एक्लो छोरो तडपाई तडपाई मार्नेछु। पापा मलाई बचाउनुहोस्। ओके बाबा माई सुने होइन त पहिला त बलात्कार भएर मारे पनि केही हुँदैन भन्थिस्, सायद छोरा भएर आत्तिको होला। जति ढिला भयो त्यति खतरा मर्न बाध्य हुन्छौ हामी। सुने होइन तिम्रो त्यो अनाथ बहिनी पनि हाम्रो पन्जाबाट फुत्किने छैन। ललितालाई जे गर तर सुरजलाई केही नगर प्लिज। भनिहाले नि जति ढिलो हो त्यति नै तिम्रो छोराले खतरा मोल्नुपर्छ। हेलो हेलो सेट एकछिन बेटा एकछिन तिम्रो बाबा यही आउँदैछ। के गर्नु खोजे म त तँलाई माया गरेर राखिरहँ जस्तो लाग्छ, तर के गर्नु तेरो बाबाले यो कुरा बुझ्दैन। पापा नागराज पापा गुड मान्छे इमान्दार रहेछस्। बादु पहिला मेरो बाबुलाई पठाऊ। केटा हो छोड्दे यसको बाबुलाई। पापा पापा बाबु नागराजलाई यत्रो धोका केटा हो। पैसाको रूपमा यो खाली ब्याग यो नागराजमाथि यत्रो धोका। सुन भाइ
त्यसलाई उठाएर फ्याँकिदे। मेरो छोरा छोड्दे, छोड्दे, मेरो छोरा छोड्दे। सुरज! नागराजको बारेमा यस्तो डिस्टर्ब केटा हो। मम्मी ऋषिका त हो म तेरो सम्पत्ति पाउनको लागि 7 वर्षसम्म तेरो श्रीमती बनेर नाटक गरे। ऋषिका! अगाडि नबढ। सुरज! तिमीहरू कोही बज्ने छैनौ। प्रपर्टीको पेपर निकाल। भाउजू म दिन्छु पेपर। पेपर साले धोकेबाज! ऋषिका! 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 मम्मी बाबू 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 सुरज दाई दुनियाँको नजरमा जे भए पनि हजुरको नजरमा यही सम्पत्ति हो। मेरो लागि सम्पत्ति केही होइन। मेरो पाखुरा हुन्जेलसम्म मेरो पाखुरा नै मेरो सम्पत्ति हो। फेरि यो त आमाले म सानै हुँदा दिनुभएको रहेछ। मलाई यसको कुनै भ्यालु छैन। यही सम्पत्तिले मेरो मायालाई मार्यो। यही सम्पत्तिले मलाई मार्यो।
यही सम्पत्तिले मलाई सुस्त पार्यो भने मलाई यसको के काम? सरकारी वकिल राखेर सम्पूर्ण सम्पत्तिको कागजमा तपाईको यानि कि मिस्टर गुन्जनको। त्यसैले दाइ म अनाथ होइन। बहिनी, तिमी अनाथ होइन, तिमी मेरो बहिनी हो। बहिनी, पराइला आफन्त आजसम्म मैले चिन्न सकिनँ। मलाई माफ गरिदियो बहिनी, मलाई माफ गरिदियो। जय साहब, म माफीको लायक त छैन, तैपनि प्रायश्चित गर्ने मौका दिनुहोस् जय साहब। के भन्नुभएको दाइ? तपाईँ त हाम्रो अभिभावक हो। साहब, सम्धिज्यूलाई भनिदिनुहोस् जन्ती मेरै घरमा आउनुपर्छ भनेर। केही दिन त्यही समय म त तयारीमा छु। आखिर ललिता पनि मेरै छोरी त हो नि।